मामु म तिमीलाई एउटा सिक्रेट भनौँ होइन जो हामीलाई के लाग्छ हामी फर्स्ट टाइम जन्मेछौँ हामी जन्मिँदाखेरि फर्स्ट टाइम जन्मे जस्तो लाग्छ नि तर त होइन हामी पहिला भगवान्सँग नि जोडिएर जन्मे होला रिलेसन भएको होला भगवानको पालामा पनि अनि हामी पनि डाइनोसर भएर जन्मेको होला भन्नेलाई लाग्छ कि मलाई अनि भगवान्ले चाहिँ के गर्दै भन्दाखेरि खान पास भनेर हाम्रो चाहिँ दिमाग चेन्ज गराइदिया हो कि खान भओस् भनेर नत्र हामी पनि कृष्ण गढे शिवसँग जोडे होला भेटभा होला हामी भगवानको पालामा पनि थियौँ अनि जनावरहरू डाइनोसरहरू हुने पालामा नि केही न केही भएर थियौँ अहिले पनि छौँ अनि जस्तै तिमी र म अहिले छौँ नि त्यसको बारेमा के सोच्छौ तिमी जुन अहिले तिमी र म भेट भएको तिमी जन्मेको 10 वर्ष भयो होइन अनि त्यसपछि हामी आमा छोरा भयौँ हाम्रो रिलेसन त 10 वर्ष भन्दा 10 वर्षको मात्रै हो त 10 वर्षमा तिमी र म यति धेरै क्लोज हुन्छौँ त मलाई योभन्दा पहिलाको के लाग्छ जस्तै कि अब मेरो छोरी हो यहाँ उहाँको छोरा म त्यस्तो के जस्तो तिमी मेरो मम्मी म तिम्रो छोरा अथवा छोरी भनेर अर्को जन्ममा पनि थियौँ होला अर्को जन्म हामी केटी जस्तै कि तिमी केटा बनिसकेका छौ कि पहिलाको पालामा म केटी भइसकेको छु त्यो फिल मात्र भएको अब हेर्नुहोस् मलाई के फिल लाग्छ भन्दा मर्दाखेरि होइन त्यो मान्छे मर्दाखेरि दुखे जस्तो फिल हुन्छ त्यसपछि केही फिल हुँदैन अँध्यार अन्धकार सुत्छौँ अनि फेरि एकछिनपछि फेरि हामी जन्मिन्छौँ अनि त्यो गइसक्छ कि त्यो मेमोरी अनि मान्छेहरूले यस्तो कुरा गर्दा गर्दा साइन्टिस्टहरूले पत्ता लगाएर अनि हो कि होइन भन्छन् हो त्यो कुरा त हाम्रो धर्मले पनि भनेको छ अनि साइन्सले पनि भनेको छ कि हाम्रो यो हामी छौँ नि यो जिन छ नि यो त धेरै वर्षदेखिको आउने जाने हुन्छ भनेर भगवान्ले गीतामा पनि भनेको छ कि अनि त्यसपछि है के अरे अब हामीको रूपमा अरू मान्छे नै हामी मरिसकेपछि हामी जस्तै हामी अब अहिले अब अमिर फ्यामिलीसँग छु है म अब कहिले पोर फ्यामिलीमा नि हुन सक्छु अब त मरिसकेपछि अन्धकार हुन्छ फेरि अर्को रूपमा जन्मिन्छ यसपालि चाहिँ अर्कै किरा पनि बन्न सक्छ हामी किरा बनिसक्यो अनि जनावरहरू पनि बनिसक्यो अहिले मान्छेको रूपमा लिइरहेछौँ कि हामीले धर्मले के भन्छ भने यसलाई हामी धेरै युगहरू पार गरेर जस्तो किरा फट्याङ्ग्रा कुकुर बिरालो जनावरहरू यिनीहरू सबै भएर अनि त्यसपछि लास्टमा सर्वश्रेष्ठ मान्छेको जुनी पाउँछौँ रे कि हामी त्यही किरा पनि हो कुकुर पनि हो बिरालो पनि हो हामी सबै हो अब अहिले यो मान्छेको उसमा राम्रो गऱ्यो भने पछि पनि झन् राम्रो ठाउँमा जन्मिन्छ नभएर हामीले जे कुरालाई सतायो जे कुरालाई दुःख दियो जे मार्यो नि पछि फेरि त्यही हुन नि सकिन्छ धर्मले भन्छ पनि एउटा कुरा म एउटा बुक छ कृष्णको बुक त्यहाँ चाहिँ के लेख्यो भन्दाखेरि हामीले जे कुरालाई दुःख दियो हामी त्यही कुरा बन्न सक्छौँ भन्यो जस्तै कि रुखलाई काट्यो भने हामी रुख नि बन्न सक्छौँ मान्छेको रूपमा अहिले मान्छे छौँ भोलि रुख हुन सक्छौँ त्यही भएर हामीले सबै लिभिङ बिङलाई आनन्दले बस्न खान दिनुपर्छ अनि मैले चाहिँ यो सिक्रेट चाहिँ मलाई लागे मात्र हो गाइज अब पत्याउने हो कि नपत्याउने हो थाहा छैन तर जब हामी मर्छौँ नि फेरि अर्को ठाउँमा जान्छौँ कि बुझ्नुभयो ल बाई बाई